नमस्ते। आज फेरि हामीहरू भाइ रेस्टुरेन्टमा खाना खान गएको थियौँ। यो चाहिँ किम्ची है। अब कोरियन खानामा किम्ची नभए चाहिँ मलाई चाहिँ एकदम खल्लो खल्लो लाग्छ। अनि हामी चाहिँ यो आज थाक्खाल कुक्सु भन्ने खान गएको थियौँ। यो वाला है, माथिको यो वाला चाहिँ खान गएको थियो। यसको प्राइस पनि जम्मा 96 मात्र रहेको छ। यो चाहिँ हामीहरूको चपस्टिक। यदि यसले खान सकिन्छ भने खाने, नत्र भने हामीहरूको टु 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 काटल चम्चा छँदैछ है। अनि हाम्रो खाना आइसकेको छ। यो थाक्खाल कुक्सु, यसमा थाक भनेको चाहिँ चिकन भयो। टोटल नाम चाहिँ यसको थाक्खाल कुक्सु भयो होइन। यो चाहिँ आउँछ हामीसँग। अनि त्यसपछि अब यसलाई निकाल्दाखेरि टक्क सुरुमा चाहिँ मैले चिकन निकालेँ। चिकन निकालिसक्यो भनेपछि अब कुक्सु पनि निकाल्न थालेँ। त्यसमा निकालिसक्यो भनेपछि टक्क राखेर अनि अर्को मेन भनेको कुराहरू त थाहा छँदैछ है, किम्ची। किम्ची नभएसम्म त मैले कोरियन खाना खाएको जस्तो नै लाग्दैन है। त्यही भएर त्यसपछि मैले चाहिँ किम्ची पनि थोरै यसमा एड गरेँ र एड गरिसकेपछि उसको आनन्द लिएँ मैले। वाउ, टेस्ट चाहिँ एकदम राम्रो लाग्यो मलाई चाहिँ। हजुरले ट्राई गर्न सक्नुहुन्छ। अनि अब भात नभएपछि त अब मलाई फेरि खाना खाइसकेपछि जे खायो भने मलाई भात चाहिँ अलिकति पनि चाहिन्छ है। अनि भातमा हल्का हल्का पिरो मसला राख्नको लागि मैले चाहिँ किम्चीको रस राखेर त्यसपछि यसलाई हल्का मिक्स गरेर ट्राई गरेको थिएँ। हजुरले पनि ट्राई गर्न सक्नुहुन्छ। एकदम मिठो भएको थियो, मलाई चाहिँ एकदम मिठो लागेको थियो। यसको नाममा चाहिँ खाल भन्ने चाहिँ किन राखिएको छ बिचमा, त्यो चाहिँ मलाई थाहा भएन। यदि हजुरलाई थाहा छ भने हजुरले कमेन्ट गर्नुहोला।